एवं योगी नरहरिनाथ स्मृति अन्तर्राष्ट्रिय परिषदका झापाका तर्फबाट योगी नरहरिनाथको कार्यक्रमको भार लिएर आज योगी नरहरिनाथको 113औं जयन्तीका उपलक्ष्यमा यो बृहत आध्यात्मिक परिषदको कार्यालयमा अथवा सभाभवनमा उपस्थित भएर यहाँहरू समक्ष म दुईटा कुरा राख्न गइरहेको छु। यो कुरो योगी नरहरिनाथले मेचीको तीरमा झापा जिल्लामा गएर अन्तिम अवस्थामा यो छोडेर आउनुभएको कुरो यहाँहरूलाई म सुनाउन चाहदैछु। जब योगी मेरा घरमा पाल्नुभयो, प्रस्तुतकर्ता गोविन्द काफ्ले, हिमवत खण्डका मनु, शतरूपा, जनक, अष्टवक्र, यलम्बर, अरमुडी, सिद्धार्थ, सात्य, बलबाहु, पुण्यमल्ल, मुकुन्द सेन, बलिराज, पृथ्वीनारायण, भीममल्ल, वीरभक्ति, बलभद्र, भीमसेन, अमरसिंह आदि विशिष्ट राष्ट्रवादी सपुतहरूका पङ्क्तिमा आधुनिक समयका महान सन्त योगी नरहरिनाथ पनि भएको मेरो विचार छ। विश्व सभ्यतामा जेठो हिमाली सभ्यता हो भने नेपालको गौरवलाई चम्काउने योगीले प्राचीन कालदेखि हाम्रो राष्ट्र स्वतन्त्र, स्वाधीन र चोखो भएको प्रमाण आफ्नो मौलिक अनुसन्धानका आधारमा ऐतिहासिक रूपमा प्रमाणित गर्नुभएको छ। आज सुगौली सन्धिबाट खण्डित राष्ट्रलाई जोगाउन र जोड्नमा योगी नरहरिनाथले सर्वोच्च अदालतको ढोका ढकढकाएर न्याय माग्न रिट निवेदन दिनुभएको कुरा पनि बिर्सिन सक्नुछन्। विक्रम सम्वत 2059 मङ्सिर 28 गते काफ्ले कुटीर शनिश्चरी 7 महारानीपुरमा योगी निकै साह्रो बिरामी अवस्थामा आफ्नो निकटतम विश्वासपात्र पत्रकार प्रेम कैदीलाई साथ लिएर आइपुग्नु भएको थियो। त्यो बेला उहाँको स्वास्थ्य लाभको कामना सहित भेटघाट गर्न काफ्ले कुटीरमा पूर्वाञ्चलका विशिष्ट व्यक्तित्वहरूको जम्मा हुनुभयो। त्यसमा मैले यो नामहरू अहिले भन्न चाहिनँ, छुट्याउँदैछु। बोल्न पनि नसक्ने अवस्थाका योगीले आफ्नो कपडाको झोलाबाट कागजपत्र निकालेर गोर्खा राष्ट्र नेपालको सुगौली सन्धि पूर्व टिस्टादेखि किल्ला काङ्गडासम्मको भूभाग हाम्रो भएको नक्सा र आफूले मिति